अर्को क्वेसन रहेको छ एकदम सिम्पल रहेको छ सायद आन्सर दिन सक्नु नै हुन्छ होला अदुवा खेती गर्ने मुख्य जिल्ला कुन भनेर मानिन्छ अरू क्वेसन अरू काभ्रे हजुर काभ्रे ओ नो सल्यानो यसको सही छ सल्यानो कुन भन्नुभयो सल्यान अदुवा खेतको उत्कृष्ट जिल्ला कुन मानिन्छ भनेर सल्यानो अब एउटा गाउँ खाने कथा सोच्छु म जति तान्यो त्यति छोटो हुने चीज कुन हो जति तान्यो त्यति तातो पनि अनि छोटो पनि हुने चीज कुन होला सिगरेट जस्तो लाग्यो वाउ ग्रेट हो थ्यांक यू भेरी मच अनि तीन भाइको एउटै नगरी भनेर केलाई चिनिन्छ होला के भन्छ होला तीन भाइको एउटै नगरी वाउ ग्रेट क्वेसन ओनन थ्यांक यू भेरी मच मेरो एकदम इजी थियो त्यसमा सबै आन्सर दिनु आई एम सो ह्यापी ओके थ्याङ्क यू सरजी तपाईँले साह्रै मिठा क्वेसनहरू गर्नुभयो र सबै क्वेसनको लगभग उत्तर पनि आयो मलाई धेरै खुसी लाग्यो र साथीहरू यस्तै मिठा क्वेसनहरू गरौँ साथीहरूले पनि लिएर आउनुपर्छ र त्यस्तै यहाँ थुप्रै साथीहरू देखिरहेको छु मैले आजको रमाइलो कार्यक्रममा आफ्नो भारी कामको बादमा पनि समय निकालेर यहाँहरू यसरी उपस्थिति यहाँको उपस्थिति अत्यन्तै खुसी र हर्ष उल्लासका साथ भएको मैले महसुस गरेको छु र साथीहरू अब यहाँ फेरि घरका मित्रलाई बोलाउन गइरहेको छु उहाँ हुनुहुन्छ आरके शर्माजी हुनुहुन्छ आरके शर्माजी नमस्ते नमस्कार हजुरलाई स्वागत छ मदनजी हजुर धन्यवाद मदनजी मैले मैले पनि आजको सामान्य ज्ञान विशेष प्रश्न हुनाले गाउँ खाने कथा एउटा प्रश्न लिएर आएको छु साथीहरूले सुनिदिनु होला र माफ दिनु होला म सुरु गरेँ है त सुन पिर्दा निस्कियो चाँदी पकाई मुखमा खादी के हो सुन पिर्दा निस्कियो चाँदी पकाई मुखभित्र खादी के होला अन्डा फेरि प्रश्न सुन्नुहोस् सुन पिर्दा निस्कियो चाँदी पकाई हजुर धान अनुष्काजी धन्यवाद त्यसै गरी अर्को प्रश्न छ मेरो नाम मेरो 3 अक्षरी काम शब्द भर्ने पहिलो झिके नाप बुझिन्छ तेस्रो चरा बुझिने के होला नाम मेरो 3 अक्षरी काम शब्द भर्ने पहिलो झिके नाप बुझिन्छ तेस्रो झिके चरा बुझिने के होला हजुर पास हो नाम मेरो 3 अक्षरी काम शब्द भर्ने पहिलो झिके नाप बुझाउँछ तेस्रो झिके चरा बुझाउँछ के होला हजुर पास भनेर आइसक्यो यसको कागज यसको सही उत्तर हो कागज यसै गरी अर्को प्रश्न छ वनतिर जाँदा घरतिर मुख घरतिर जाँदा वनतिर मुख के होला सही हो
अर्को एउटा छ खपेटा भित्र जगटा भित्र हड्डी भित्र मासु भित्र आँसु के होला हजुर धन्यवाद नारियल। जस्तो आजको मेरो प्रश्न यति नै हो। राम्रो मिलाउनु भयो यसको लागि धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद आचार्यजी। उहाँले मेरो गर्नु पनि तपाईँको क्वेसन अत्यन्तै मार्मिक र सान्दर्भिक भएको कारणले मैले तपाईँलाई रोक्न सकिनँ। तपाईँलाई फेरि फेरि धन्यवाद छ। साथीहरू यस्तै मिठा कोसेलीहरू लिएर यस्ता यस्तै मिठा जिज्ञासापूर्ण क्वेसनहरू लिएर साथीहरू आइराख्नु भएको छ र यहाँ अर्का साथी अर्का मित्रहरू देखिरहेको छु। उहाँ हुनुहुन्छ अनु बस्नेत। अनु बस्नेतजी नमस्ते। हेलो अनु बस्नेतजी। अलिकति नाम गलत भयो मदनजी र उहाँको नाम रहेको छ सरी नाम बस्नेतजी नमस्ते। नानुजी बोल्नु भएन र म यो समयलाई ब्रेक गर्न चाहदिनँ र मसँग एउटा प्रश्न रहेको छ। आजको प्रश्न रहेको छ र यो प्रश्न म साथीहरूलाई राख्दैछु र यो प्रश्न रहेको छ एसएलसी सम्बन्धी। यहाँ एसएलसीको धेरैवटा कुराहरू प्रश्नहरू आइसक्यो र यो एसएलसीको प्रश्न म राख्दैछु र यसपालिको 2069को एसएलसी परीक्षामा सबैभन्दा बढी नम्बर ल्याएर बोर्ड फर्स्ट गर्ने छात्रतर्फबाट केटातर्फबाट को थियो, उसको नाम कति थियो र उसले कति पर्सेन्ट ल्यायो एसएलसीमा? पर्सेन्ट पनि बताउनु पर्ने, कोही साथीहरूलाई थाहा छ भने। 93% नेम थाहा भएन अनि 93% यो प्रश्नको एन्सर पनि म नै दिन्छु। यहाँ नानुजी बोल्नु भएको छैन। एसएलसीमा सबैभन्दा बढी नम्बर ल्याउने झापाका रहेका छन् यसपालिको 2069को एक्जाममा र उहाँ हुनुहुन्छ आसिम घिमिरे छ उहाँको नाम। उहाँ घैलाडुब्बा झापाबाट हुनुहुन्छ। उहाँले जम्मा ल्याएको 93.87% ल्याउनु भएको छ उहाँले। धन्यवाद मदनजी। हजुर धन्यवाद बुद्धजी। अहिलेको वर्तमानमा परीक्षामा आधारित क्वेसन गर्नुभयो र यो अत्यन्तै आवश्यक पनि यो सम्पूर्ण साथीलाई जानकारी दिएको तपाईँलाई पनि धन्यवाद छ। र साथीहरू यो कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा फेरि पनि म अर्का प्रतिनिधि अर्का मित्रलाई यहाँ निम्त्याउन चाहन्छु। उहाँ हुनुहुन्छ अनुष्का कडेरियाजी। अनुष्का कडेरियाजी नमस्कार। हेलो अनुष्का कडेरियाजी। समस्याको कारणले उहाँ हामीसँग आउन सक्नु भएन, हामी आफ्नो कन्टेन्टमा आउन सक्नु भएन। फेरि व्यक्ति कोसिस गर्दैछु उहाँलाई बोलाउन र अर्का मित्रलाई म बोलाउँदैछु। अर्का मित्र हुनुहुन्छ, अर्का साथी हुनुहुन्छ बबिता भैयाजी हुनुहुन्छ। बबिता भैयाजीलाई नै रिक्वेस्ट गर्न चाहन्छु आजको यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। बबिता भैयाजी नमस्ते। हजुर नमस्कार। हजुर यहाँलाई स्वागत छ है। हजुर धन्यवाद मदनजी। र मसँग प्रश्न होइन, यहाँनिर एउटा गीत गाउन चाहन्छु, हुन्छ भन्नु। यदि तपाईँलाई त्यस्तो भावनाहरू छ सर्वप्रथम त यहाँ उपस्थित हुनुभएका टाइममा आमन्त्रण आउनुभएका उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरूलाई रात्रिकालीन नमस्कार पनि बताउन चाहन्छु। आजको यो रमाइलो कार्यक्रममा अनुष्काजीले मलाई सधैँ बबिताजीले मलाई यो पढेर दिनुभएकोमा उहाँलाई धन्यवाद गर्न चाहन्छु। साथै यो बबिताजी परिवारलाई पनि यति रमाइलो कार्यक्रम सृजना गरेर यति राम्रो कार्यक्रम म्यानेज गरेर सम्पूर्ण साथीहरूलाई सक्रिय गरेर एउटा फ्रेन्डसिप बढाइदिने मौका सृजना गरिदिनु रमाइलो प्लेटफार्मको सृजना गरिदिनु यो बबिताजी परिवारलाई पनि व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु। र साथीहरू मैले केही क्वेसनहरू ल्याएको छु, एकदम सिम्पल र सरल छन् र सबै साथीहरूले पनि यसलाई अवश्य एन्सर क्वेसनलाई
क्वेसनको एन्सर दिन सक्नुहुन्छ जस्तो लाग्छ है। मेरो क्वेसनहरू छन्, थोरै छन्, खासै धेरै छैन। भयो मैले क्वेसन ल्याएको छु, एउटा धार्मिक ग्रन्थबाट ल्याएको छु। कृष्णजी र अर्जुनजीको नाता के थियो? अथवा अर्जुनको आमालाई कृष्णजीले के भन्नुपर्थ्यो? मेरो क्वेसन छ, कृष्णजी र अर्जुनजीको नाता के थियो? अथवा कृष्णजीको आमालाई अर्जुनले के भन्नुपर्थ्यो? सरी, अर्जुनको आमालाई कृष्णजीले के भन्नुपर्थ्यो? भगवान कृष्णले के भन्नुपर्छ अर्जुनको आमालाई? Absolutely right. Absolutely right. हुनुहुन्छ हजुर, कसले भन्नुभएको? धन्यवाद रविदासजी, तपाईँले मेरो धन्यवाद। फेरि अर्को म क्वेसन गर्न गइरहेको छु। यस्ता व्यक्ति थिए त्रेतायुगमा, यस्ता शक्तिशाली व्यक्ति थिए जसले 12 वर्षसम्म महिलाको अनुहार पनि हेरेका थिएनन् र जसले 12 वर्षसम्म राति सुतेका पनि थिएनन्। ती व्यक्तिको फेरि पनि म क्वेसन गर्न चाहन्छु मित्रहरूलाई। यस्ता व्यक्ति हुनुहुन्थ्यो, यस्ता प्रभावशाली देवता हुनुहुन्थ्यो। उहाँले 12 वर्षसम्म सुत्नु पनि भएन, 12 वर्षसम्म सुत्नु भएन, मतलब राति सुत्नु भएन, र 12 वर्षसम्म लेडीको अनुहार पनि हेर्नु भएन। उहाँको हुनुहुन्थ्यो होला विश्वकर्मा। हजुर विश्वकर्मा हो त? अफकोर्स होइन। म यो प्रश्नको उत्तर दिन्छु। उहाँ हुनुहुन्थ्यो लक्ष्मण। रावणको छोरालाई रावणको छोरा मेघनाथलाई चाहिँ एउटा आशीर्वाद गुमाबाट आशीर्वाद पाएका थिए रावणको छोरा मेघनाथले। त्यो आशीर्वाद चाहिँ कस्तो थियो भन्दाखेरि तिमीलाई चाहिँ जुन व्यक्तिले 12 वर्षसम्म महिलाको अनुहार हेरेको हुँदैन अथवा 12 वर्षसम्म सुतेको हुँदैन, त्यो व्यक्तिले तिम्रो हत्या गर्न सक्छ, तिमीलाई मार्न सक्छ, प्राप्त गर्न सक्छ भनेर ब्रह्माजीले चाहिँ आशीर्वाद दिनुभएको थियो। र त्यो अन्त्यमा गएर चाहिँ इन्द्रजितलाई मार्नको लागि अथवा मेघनाथलाई मार्नको लागि लक्ष्मण पनि सक्षम हुनुभयो। त्यसरी मेरो भनेको। अर्को मेरो क्वेसन छ, मेरो क्वेसन के छ भन्दाखेरि हिमालय प्रदेशमा कति जिल्ला पर्दछ? धेरै सजिलो क्वेसन छ। हिमालय प्रदेशमा कतिवटा जिल्ला पर्दछ? साथीहरू, हिमालय प्रदेशमा कतिवटा समाधान चाहिँ सजिलो क्वेसन छ। फेरि तपाईँले भन्नु सक्नु हुन्छ भन्ने आशाले मैले यो क्वेसन लिएर आएको थिएँ। दुईवटा होइन, सरी, 20 होला होइन, सरी, 6वटा होइन, सरी, 15 र 7 छैन र? होइन, 16वटा जिल्ला पर्दछ। र अर्को क्वेसन फेरि सोध्दैछु, नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको तार र कुन जिल्लामा पर्दछ? यो त अवश्य तपाईँले भन्नुहुन्छ। नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको तार र कुन जिल्लामा पर्दछ? फेरि एकपटक गरेर हेर्नु न। नेपालको सबैभन्दा अग्लो ठाउँमा रहेको तार र कुन जिल्लामा पर्दछ? दिल्ली चाहिँ तार होइन तपाईँको? सरी, यसको एन्सर छ राणापार मुगु जिल्लामा पर्दछ। फेरि पनि अर्को क्वेसन म तपाईँहरूलाई गर्न गइरहेको छु। नेपालको यस्तो भूभाग छ जुन धेरै उच्च ठाउँमा छ र त्यो कति समुद्र सतहबाट 25 किलोमिटर माथि छ। त्यो भूभाग कुन ठाउँमा पर्छ? नेपालको सबैभन्दा होचो भूभाग कुन ठाउँमा पर्छ र समुद्र कति किलोमिटर माथि छ?
यो ढाकाको वाला पर्छ ढाकाको पैसा हो 75 मिटर जस्तो लाग्छ मलाई सही होइन हुनुहुन्छ कोही हजुर यो चाहिँ यसको एन्सर चाहिँ उहाँले लगभग मिलाउन खोज्नुभएको ढाकाको क्षेत्रमा पर्छ र यसको चाहिँ समुद्र सतहबाट 60 मिटर मात्र उचाइमा छ अरूका मित्रहरू यति भन्दै चाहिँ मेरा सामान्य ज्ञान आजको सामान्य ज्ञान फङ्सनहरू अन्त्य गर्दै तपाईँहरूबाट मिलाउन चाहन्छु रात्रिका नमस्कार पनि भन्न चाहन्छु हजुर तपाईँको हामीलाई पनि धेरै धेरै धन्यवाद यहाँले निकै प्रश्नहरू यहाँ राखिदिनुभयो होइन प्रवासी प्रश्नहरू राखिदिनुभयो र प्रश्नहरू राखिदिनु भयो एकदमै नयाँको कुराहरू यहाँ हामीलाई बताइदिनु भयो र साथीहरू कार्यक्रम निकै रमाइलो भइरहेको छ हामीले निकै आफ्नो जनरल नलेज भएका छौँ एकदमै आफूलाई पनि आफ्नो ज्ञान जान्नु पनि एकदमै राम्रो कुरा र यसै गरी कार्यक्रममा अझै रोमाञ्चकमा चाहिँ हामी जानेछौँ र साथीहरू साथ दिनुहोला हामीलाई र आफ्नो उहाँसँग मिलाएर अगाडि बढ्न सक्छौँ भने हामी अगाडि बढ्न सक्छौँ नत्र भने सक्दैनौँ होइन साथीहरू कविताको बारेमा र यहाँ सर्वजनको नाम आउनुको छ तपाईँलाई म सन्तोष गरिसकेको हेलो सर्वजी हजुर नमस्कार हजुरलाई स्वागत छ कार्यक्रममा हजुर आराम हुनुहुन्छ एकदम आराम छु र सर्वजी हजुरसँग आज के कस्तो विषयहरू गर्न चाहनुहुन्छ अथवा आजको हाम्रो कार्यक्रमहरूको ज्ञान नौखनी कथा तथा विषय प्रविधि यस अन्तर्गत हजुरले यहाँ प्रश्न राख्न सक्नुहुन्छ र हजुरले राख्नुहुन्छ प्रश्नको उत्तर यहाँ उपस्थित साथीहरूले दिनुहुनेछ दिने प्रयास गर्नुहुनेछ के गर्न चाहनुहुन्छ आज सर्वजीज्यू आज म तपाईँहरूलाई दुईटै सुनाउँछु धन्यवाद सर्वजी र अहिलेको मुख्य अवस्था सुन्न तयार छौँ र सबै साथीहरूले आफ्नो आवाजमा सुन्नु होला र मनोरञ्जन हेर्नुलाई अर्को कलेज सुरु गर्न Oh
निर्भर गरिदिनु म त होइन होला है स्वयं सक्छ होला र निकै गीत गाउनुभयो निकै आवाजमा मलाई चाहिँ मनपर्ने गीत यो गीतमा गीतमा छ तर यसमा भएको थियो गीतले त्यसको अभिनय गरिरहेको छ मलाई चाहिँ मनपर्ने गीत एकदमै विशेष यस्तो पनि र कसैलाई भएको र अर्को साथीहरू यहाँ हामी समस्या चाहन्छु आजका अनुसार हाम्रो सामान्य ज्ञान रहेको छ र यहाँ आफ्नो प्रश्नहरू राखिदिनुको लागि साथीलाई भन्न चाहन्छु साथीमा चाहिँ सहिता भएर सहिता दिँदा हामी भन्न चाहन्छु सबैजना साथीहरूले सहिता दिएको क्वेसन राम्रोसँग सुनिदिनु होला र क्वेसनको एन्सर दिनु होला अनि कोसिस पनि गर्नु होला साथीहरू हेलो सहिताजी नमस्कार कविता जी पालिदिनु भएको धन्यवाद र मसँग धार्मिक सम्बन्धी केही प्रश्नहरू छ र साथीहरूले मिलाउनु भयो भने माइक ओपन गरेर पनि भन्न सक्नुहुन्छ या तलमेबाट पनि म सुरु गर्न लागेँ समय ख्याल गर्दै द लाइट अफ एसिया भन्नाले कसलाई जनाउँछ प्रश्न एकपटक फेरि द लाइट अफ हजुर धन्यवाद दुईजनावटा उत्तर आएको छ मदनजी र निर्जरीबाट धन्यवाद र त्यस्तै गरी मसँग अर्को प्रश्न छ गौतम बुद्धसँग नै छ मैले अस्ति पनि राखेको थिएँ राख्न चाहन्छु गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो भने गौतम बुद्धको मृत्यु कुन क्षेत्र कहाँ भएको थियो फेरि पनि प्रश्न राख्न चाहन्छु बुद्धको जन्म लुम्बिनी नेपालमा भएको थियो भने उहाँको मृत्यु कुन देश र कुन ठाउँ त्यो ठाउँको नाम के होला भारत हो देहरादून होला हजुर भारत चाहिँ मिल्यो हजुर ठाउँको नाम मिलेन मद्रास हो कि गयो भारतमा गयो राखिदिन चाहन्छु समयको ख्याल गर्दै कुशीनगर र त्यसै गरी अर्को प्रश्न छ मसँग नेपालको सबैभन्दा ठुलो इँटाको मन्दिर कुन हो प्रश्न एकपटक फेरि नेपालको सबैभन्दा ठुलो इँटाको मन्दिर कुन हो साथीबाट एन्सर आएन म आफै दिन चाहन्छु पाटनको महाबौद्ध मन्दिर र त्यसै गरी मसँग अर्को प्रश्न छ नेपालको सबैभन्दा अग्लो मूर्ति कुन हो हजुर अहिले हाललाई चाहिँ त्यो हुनसक्छ मसँग तर मैले पुरानो उसमा लिएको हो त्यसमा चाहिँ हनुमान ढोका स्थित काल भैरवको मन्दिर छ अहिले चाहिँ यसमा चाहिँ काल भैरवको हनुमान ढोकाको काल भैरवको मन्दिर सायद अहिले पनि यही नै होला सायद मेरो विचारमा र अर्को प्रश्न छ मसँग रात दिन अक्सिजन दिने बिरुवा कुन होला प्रश्न फेरि एकपटक हजुर होइन सायद पिपल पनि हुनसक्छ तुलसा चाहिँ मैले सेन्टरमा गरेको छु पिपल पनि सायद मलाई हो जस्तो लाग्छ र त्यसै गरी अर्को मसँग प्रश्न छ महाभारतको युद्ध भएको मैदानलाई के भनिन्छ हजुर यसै मिलाउनु भएको छ धन्यवाद र त्यसै अर्को प्रश्न मसँग महादेवको 3 नेत्रलाई के भनिन्छ तीनटा नाम छ त्यसको उत्तर दिनु होला महादेवको 3 नेत्रलाई के भनिन्छ ब्रह्मा विष्णु महेश्वर होइन त्यो चाहिँ उसको ब्रह्मा विष्णु महादेव चाहिँ महादेवको 3 नाम भयो मैले नेत्रको कुरा गर्दैछु म एन्सर राखिदिन चाहन्छु साथीबाट आएन यसको प्रश्न हो अग्नि सूर्य र चन्द्र
र त्यसै गरी मसँग अर्को प्रश्न छ नेपालका 4 धाम कुन कुन हुन्? म प्रश्न फेरि एकपल्ट राख्न चाहन्छु नेपालका 4 धाम कुन कुन हुन्? पशुपति, मुक्तिनाथ, गोसाइँकोटा र बराक्षेत्र। मुक्तिनाथ, बराक्षेत्र, गोसाइँकोटा र पशुपतिनाथ। हजुर चिन्ता मिलाउनु भएको छ। यहाँ पशुपतिनाथ चाहिँ मैले भेटेको छुइनँ, सायद गल्ती हुनसक्छ। जनकपुर, दामोदर कुण्ड, मुक्ति क्षेत्र र बारा क्षेत्र। र त्यसैले मसँग अर्को प्रश्न छ वाल्मीकि ऋषि पहिला के थिए? वाल्मीकि ऋषि पहिला मिलेन पहिला गुरु थियो होला नि विष्णु होइन? र यसको प्रश्न चाहिँ हजुर साथीले के भन्नुहुन्छ? यसको दिन चाहन्छु डाटा र अर्को प्रश्न मसँग त्यस्तै गरी अन्तिम प्रश्न हो। रामको विवाह कुन दिन भएको थियो? फेरि पनि प्रश्न राख्दैछु रामको विवाह कुन दिन भएको थियो? र साथीहरूबाट एन्सर आएन। म आफै दिन चाहन्छु स्पेन्सर पनि माघ शुक्ल पञ्चमी। र मसँग एउटा अन्तिम प्रश्न छ भगवान कृष्णको जन्म कहाँ भएको थियो? एकदमै सजिलो प्रश्न चाहिँ भगवान कृष्ण कारागारभित्र मथुरामा कारागार। हजुर मथुराको कारागारभित्र। धन्यवाद मिलाउनु हुने साथीलाई प्रयास गर्ने साथीहरू पनि धन्यवाद भन्न चाहन्छु र पाल दिनुभएका भविष्यलाई पनि धन्यवाद भन्न चाहन्छु। धन्यवाद सरिताजी, एकदमै जानकारी बहुत प्रश्नहरू यहाँ राख्नु पर्यो र धेरै कुराहरू त मलाई त आउँदै आउँदैन रहेछ है। र आज धेरै कुरा सिक्ने मौका पाएँ, त्यसको लागि सम्पूर्ण साथीलाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र साथीहरू आफ्नो जनरल नलेज पढाउँदाखेरि पनि अलिकति छुट्टै मजा आउँदो रहेछ, मलाई एकदम रमाइलो पनि लागिरहेको छ, खुसी पनि लागिरहेको छ। कति कुरा आउँदैन थियो, यति नै आउँदैन रहेछ कस्तो भन्ने लाग्दथ्यो भने अहिले चाहिँ यो छुट्टै कुरा सिक्ने मौका पाएँ, मनदेखि धन्यवाद दिन चाहन्छु। र कार्यक्रममा अब समय धेरै छैन, म साथीहरू यहाँ अरू जारी हुनुहुन्छ भन्ने जानकारी आएको छ र त्यसैलाई म के भन्दाखेरि अगाडि बढ्न चाहन्छु। रेणुजीलाई भनेर यहाँ अनुरोध आएको छ, म रेणुजीलाई भन्न चाहन्छु। हेलो रेणुजी। हजुर नमस्कार। नमस्कार रेणुजी, कार्यक्रममा स्वागत छ। धन्यवाद। र समय भएको प्रश्नहरू राखिदिनु होला रेणुजी। त्यसो भएपछि हजुरको विषयमा हामी गीत पनि सुन्न चाहन्छौँ होइन, पनि चाहिएको छ। हजुरले के गरिनुहोस् न त। धन्यवाद पालो दिनुभएकोमा र सम्पूर्ण साथीहरूलाई नमस्कार। म सुरु गर्न लागेको जिन्दगी फुलै फुलको ढुङ्गो हुँदैन, जिन्दगी फुलै फुलको ढुङ्गो हुँदैन, पक्रिने र ओइलाउने ढुङ्गो हुँदैन, ढुङ्गो हुँदैन, जिन्दगी सधैँ घमको झुल्को हुँदैन, रोता रोते आँसुहरू कतै पोखिन्छ।